इमेजिन $3 लाख खर्चा गरेर तपाईँले एउटा फरारी किन्नुभयो। अब सोच्न त पाइन्छ, फरारी किनेपछि सोशल मिडियामा पोस्ट गर्न मन लाग्यो, पोस्ट गर्नुभयो। त्यो पोस्ट फरारीले हेर्यो, फरारीले हेरेर तपाईँलाई सु गरिदियो। के को लागि? आफ्नो फोटो आफ्नो कारसँग पोस्ट गर्नको लागि। साउन्ड्स अनबिलिभेबल, बट इट्स ट्रू। बट देयर इज अ ट्विस्ट इन दिस स्टोरी। फ्यासन डिजाइनर फिलिप प्लाइन, उसँग एउटा कस्टम मेड फरारी थियो। उसले आफ्नो नयाँ स्निकर कलेक्सन प्रमोट गर्नको लागि फरारीको बोनटमाथि शूज राखेर पोस्ट गरिदियो। अनि अर्को एउटा भिडियोमा मोडल्सलाई हायर गर्यो अनि उनीहरूलाई स्विम वियर लगाएर फरारी वाश गर्ने एउटा भिडियो बनायो, त्यो पनि पोस्ट गरिदियो। अब प्लाइनको लजिक सिम्पल थियो, कार मेरो, पैसा मैले तिर्या छ, अब जे गरे पनि भइहाल्छ। तर फरारीको लजिक यहाँ कम्प्लिटली डिफरेन्ट थियो। अकॉर्डिंग टू फरारी, प्लेनले फरारीको ब्रान्ड इमेज युज गरेर आफ्नो प्रोडक्ट प्रमोट गर्यो, त्यो पनि बिना परमिसन। उनीहरूले यो पनि क्लेम गरे कि उसको पोस्टको कारणले फरारीको ब्रान्ड इमेज पनि ड्यामेज भयो। फरारीले पोस्ट डिलिट गर्न भन्यो, प्लेनले मानेन अनि पब्लिकमा फरारीलाई क्रिटिसाइज पनि गर्यो। केस मिलानको कोर्टसम्म पुग्यो। रिजल्ट के भयो? फरारीले केस जित्यो। कोर्टले प्लेनलाई सबै रिलेटेड पोस्ट डिलिट गर्न अर्डर दियो र 3 लाख युरो ड्यामेजेसमा र 25,000 लिगल फीस तिर्न लगायो। यसमा लेसन के हो? प्रोडक्ट तपाईको हुन सक्छ, तर ब्रान्डको युज कम्प्लिटली तपाईको हातमा हुँदैन। यदि तपाईले कमर्शियल पर्पसको लागि अरूको ट्रेडमार्क, लोगो वा ब्रान्ड युज गर्दै हुनुहुन्छ भने लीगल परमिशन लिएको राम्रो। So before using a famous brand in your advertising or marketing, make sure you have the legal right to do so.